लाम यता देखाइदिएँ मैले उता देखाउनु लु पर पर बा पर ल सजिता तिम्रो त्यो उयो लिएर मारिहाल माइजू तपाईँको सक्यो यहाँ चाहिँ हुनुहुन्छ अब सासूलाई चाहिँ के भन्छ त बुहारीलाई बाङ्ली सासूलाई चाहिँ के भन्छ बाङ्ली भन्नु त लिम्बू भाषाबाट ओ म बुहारीहरूलाई त त्यो पग्ली जस्तै नाम राखिदिएर पग्ली भनेको जस्तै पग्ली भन्ने लाग्छ पाङ्ली अरे त पग्ली भनेको जस्तो लाग्छ सासूलाई नि के हो अब ठग्ली ठग्ली सासू अनि भन्नु न त सासूलाई के भन्छ भनेर अनि कस्तो कस्तो यो सासू हेर आफ्नो भाषा नजान्ने मलाई मगर भाषा सोध्नु म सबै भन्छु म मगर्नी हो कताको सुब्बे नि आई लभ यु भन्नु त मगर्ने भाषाबाट आई लभ यु मगर्नी भाषाबाट भन्यो त नि लु खोइ माइजू सुब्बाबाट म भन्दिउँ भन्नु इङ्गा मिमेत्ने आमा कहाँबाट सिकेछ हो माइजू कहाँ माइजू सुब्बै होइन हैन गुरुङबाट भन्दिनु नि गुरु सुब्बा भाषा आउँछ अरे गुरुङबाट आई लभ यु आई लभ यु याद छैन त्यो त अंग्रेजी भइहाल्यो लामर आई लभ यु नभने तिम्रो बोयफ्रेन्डले देखेर मार्नु भन्देऊ बा भन्देऊ जुम भन्देऊ बा निकै जुन निक्लियो जुन के भन्नु भयो यहाँ यति राम्रो जुन हुँदाहुँदै त्यो दाग लागेको जुनको किन गर्नु होइन ए हाम्रो एकदम दाग नलागेको जुन हैन मान्छेले जस्तो के भन्छ छेउको जुनलाई कहिले पनि प्रशंसा गर्दैन टाढो भएको जुनै मनपर्छ मलाई त त्यो जुन भन्दा यही जुनै मनपर्छ त्यो जुनमा त दाग लागिरहेको छ होइन धन्यवाद सचिताको घरको आज बैठक यहाँ सके अब माइजू गएको ल तपाईँ चाहिँ रम नदेखाउनु न यहाँ भिडियो गरेको बेला कस्तो रम देखाउनु भयो लिम्बुनी होइन लिम्बू भाषा त आउँदैन के लिम्बुनी हामी जस्तो खाँटी मगर पो हुनुपर्छ त सबै आउँदैन माइजू कट हुँदैन त फेरि माइजू कट हुँदैन नि फेरि हामी चाहिँ यता लिम्बूको घरमा आएको यता कुमाक्लीहरू मात्रै भेला भएको छ गाइस कुमाक्ली भनेको चाहिँ के हो कमेन्ट गरेर भनिदिनुहोस् होला उहाँहरूलाई किनभने उहाँहरू ह्याप्पी हुनुहुन्छ त्यो तपाईँलाई हामीलाई याद छ जसलाई लिम्बू भाषा आउँछ सभाषा कुमाक्ली नो 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 आइम सो सरी भाउजू पेनिबा छ नि त यहाँ दुईजना छ पेनिबा छ कुमाक्ली त छैन हामीले मार्छ भाउजू डाक्ली सासू गएको ल सासू रामले भेटिहाल्यो हामी चाहिँ लिम्बुनीको जेठी डाक्ली सासू हामी चाहिँ चिया खान्छ तपाईँ साइली नि साइली डाक्ली सासू गएको ल अब बुहारीलाई पाङ्ली अब सासूलाई डाक्ली अब भन्नु त भएन के हो लिम्बू भाषा के हो थाहा छैन त्यो कुमाक्ली के हो म भन्दिनँ त्यो जान्नु न त म भन्दिनँ मैले आफै भन्नुहुँदैछ है मैले भनेकै छुइनँ आफै भन्नुहुँदैछ मैले भने तपाईँ आफै भन्नु आज यो डाक्ली सासूसँग फाइट पर्छ डाक्ली सासूसँग फाइट पर्छ आज मेरो सासू लिम्बू छैन ए सासू अरे मेरो साथीहरू कोही लिम्बू छैन त तपाईँ नै डाक्ली सासू मात्रै हुनुहुन्छ लिम्बू साथी नभए पनि यसो पब्लिकहरू त लिम्बू हुन्छ देखिहाल्छ नि सबले डेन्जर डेन्जर गाली दिनु है उसको के अरे आइडी ब्लक हुने गरी ए तपाईँको भिडियोलाई चाहिँ म यहाँ नमस्कार गरी गरी त्यही त म प्रियङ्का मैले चाहिँ माइजूको भिडियोमा नमस्कार भनेर आफ्नो परिचय दिए यति मजाले अहिले त ब्लग गर्ने गरी पो भन्नुहुन्छ यो डाक्ली
सिरियस 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 हाँस्नु हुँदैन कमेन्ट गर्नु धन्यवाद हाम्रो सासूको आशीर्वाद लाग्यो ओ माई सासूले दिनुभएको आशीर्वाद थपक्कै लाग्यो मेरो सासूले यति राम्रो आशीर्वाद दिनु कता लाग्यो आज फोनमै लाग्नु नि फोनमै बनाएको कता लाग्नु हैन फोनमै लाग्यो यहाँ जेठी डाक्ली सासूले मलाई ब्लग हान्नु भन्नुभएको छ साथीहरूलाई हानिदिनु कोकोले हान्नु होइन ब्लग हान्ने गरी चाहिँ आइदियो त्यो कमेन्ट हान्नु भनेको एउटै होइन लु 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 एउटै हो लामै हुन्छ आज कहाँ छोटो हुन्छ त यो उयो त्यसै गरेको मात्रै हो कहाँ हाल्छ म त त्यसै गरेको मात्रै त्यसै भन्नु ओ भाउजू उसले त हाल्छ मेरो त्यो मेरो ब्याग लक्ष्मी पैसा छ नि दिदी अनि किन त्यसै अर्को पैसा डाक्ली सासु डाक्ली सासु पाङ्लीले कुटेर मारे हेर त जबरजस्ती देखाउँदै डाक्ली सासु कुटे सासुलाई सासुमा चाहिँ हात खाए हात खायो सासुमाथि यता फर्किनु न फेरि त्यो सासु माफी माग्न आँटेको सासुलाई मैले यत्रो कुटे हो यत्रो कुट्दैछ हेर कसैले हेल्प गर्दैछ क्षमा पाऊ प्रभु म त गर्दिन क्षमा पाऊ मैले तपाईँलाई साह्रै कुटेँ होइन हात उठायो कान्छी कान्छी पाङ्ली हेल्प कसलाई देखाउँछ होइन कोही पनि जारा तपाईँहरू च्याङ च्याङ गर्नुभयो त्यही हो हाँसी मजाक मात्रै हो यो चाहिँ रमाइलोको लागि मात्रै हो तपाईँहरूले अनाथ नलिनु होला मजाको जुन आयो ऊ त्यो जुन पनि गरिहेर त यसलाई खिच न यसलाई खिच यो खिच्नु भ्यायो कि अब जाने भिडियोको गर्दैछु जुनलाई गर न जुनलाई यो जुनलाई गर्दैन यता त्यहाँबाट देख्नु जुनलाई जुम हानी जुनलाई केटीलाई ल आयो जुम गर न हो जुन जुम गर त जुम आउँछ अझ जुम गर दिइहाल्दिनँ आजको आज त नहालिका छ यो डाक्ली सासु सरी मान्छे त्यति जिस्के ल बाई दर्शक बिनहरू जोडी जोडी हुनुहुन्छ कस्तो यो डाक्ली सासु त मलाई त देखि पो सक्नुहुन्न यो सासु है यो डाक्ली सासु मलाई त देखि पो सक्नुहुन्न हौ सासु र बुहारीको रिस्ता भनेको यस्तै हुनुपर्छ वहाँ हेर न फोकस क्यामेराम्यान फोकस फोकस हजुर मिल्यो भने गाँठो पर्छ मिलेन भने फुस्केर जान्छ बिस्तारो जानु है लड्छ है भाउजू टेक केयर नभन्नु मलाई अघि त बाजेको होइन नभन्नु मलाई नभन्नु तपाईँको त्यही एउटा सुब्बा बाजा जानु गएको ल छोडेर जानु त मन थिएन तर पनि गएको ल